कलियुगको अन्त्य र कल्की अवतार, भविष्यमा आउने मुक्तिदाता को हुन्? तपाईलाई कहिले यस्तो लाग्छ कि संसार दिनदिनै गलत दिशातर्फ गइरहेको छ? अन्याय बढ्दैछ, सत्य हराउँदैछ, मानवता कमजोर हुँदैछ। यदि यस्तो हो भने हिन्दू धर्मग्रन्थले यसै अवस्थाको लागि एउटा आशा देखाएको छ। त्यो आशाको नाम हो कल्की अवतार। आजको यो भिडियोमा हामी जान्नेछौँ कल्की अवतार को हुन्, कहिले आउँछन्, किन आउँछन् र के उहाँ कुनै कल्पना मात्र हो या भविष्यको सङ्केत? अन्त्यसम्म हेर्नुहोस्, किनकि यो कथा केवल धर्मको होइन, मानव सभ्यताको भविष्यको कथा हो। हिन्दू दर्शन अनुसार जब जब पृथ्वीमा धर्म कमजोर हुन्छ र अधर्म हावी हुन्छ, तब तब भगवान विष्णु अवतार लिन्छन्। श्रीमद् भागवत गीतामा भनिएको छ, धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। भगवान विष्णुका 10 अवतार मानिन्छन्। 1 मत्स्य, 2 कूर्म, 3 वराह, 4 नरसिंह, 5 वामन, 6 परशुराम, 7 राम, 8 कृष्ण, 9 बुद्ध, 10 कल्की, अन्तिम अवतार। हामी अहिले कलियुगमा छौँ। कलियुगका लक्षण: सत्यभन्दा झूठ बलियो, धन नै शक्ति, धर्म व्यापार, सम्बन्ध स्वार्थमा आधारित, हिंसा, लोभ, अहंकार चरममा। पुराणहरू भन्छन्, जब राजा चोर हुन्छन्, न्याय किनिन्छ र धर्म केवल नाममा बाँकी रहन्छ, त्यही समय कल्की अवतारको आगमन हुन्छ। श्रीमद् भागवत पुराण अनुसार कल्की अवतार भगवान विष्णुको अन्तिम अवतार, सम्भल ग्राममा जन्म लिने, पिता विष्णुयश, माता सुमति। उहाँ सेतो घोडामा सवार हुनेछन्, हातमा तेजस्वी तरबार हुनेछ, असत्य, अन्याय र अधर्मको नाश गर्नेछन्। कल्की कुनै साधारण व्यक्ति होइनन्, उहाँ धर्मको प्रत्यक्ष अवतार हुन्। धर्मग्रन्थ अनुसार कलियुगको अवधि 4,32,000 वर्ष हुन्छ। हामी अहिले त्यसको प्रारम्भिक चरणमै छौँ, तर धर्मको क्षय गणितले होइन, अवस्थाले मापन हुन्छ। जब मानवता पूर्ण रूपमा हराउँछ, अत्याचार सामान्य बन्छ, सत्य बोल्नु अपराध बन्छ, त्यही क्षण कल्की अवतार प्रकट हुन्छन्। के कल्की अवतार कुनै प्रतीक मात्र हुन्? केही विद्वान भन्छन्, कल्की अवतार कुनै व्यक्ति मात्र होइन, कल्की चेतना हो, धर्मको पुनर्जागरण हो, मानवभित्रको सत्यको जागरण हो। अर्थात् जब मानिस आफै भित्र अधर्मसँग लड्न थाल्छ, त्यही नै कल्कीको सुरुवात हो। कल्की अवतारको सन्देश आजको लागि डराउन होइन, जगाउनका लागि हो। सन्देश स्पष्ट छ: सत्यको पक्ष लिनु, अन्यायको विरोध गर्नु, धर्मलाई व्यवहारमा उतार्नु, मानवता जोगाउनु। किनकि यदि हामी सुध्रिएनौँ भने कल्की आउनै पर्ने अवस्था आउँछ। साथीहरू, कल्की अवतार भविष्यको कुरा मात्र होइन, यो हाम्रो वर्तमानको चेतावनी हो। हामी नै धर्म बन्छौँ भने सायद तरबार लिएर कोही आउनु पर्दैन, तर यदि हामी मौन रह्यौँ भने इतिहासले फेरि कल्कीको प्रतीक्षा गर्नेछ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र ओममा लेख्नुहोस्, धर्म जीवित रहोस्। फेरि भेटौँला अर्को गहिरो विषयसँग। नमस्ते।